छोटो समयमा के गर्ने अपराध हेर्नुपर्छ प्लान गरेर म मात्रै भएको छैन तपाईँलाई थाहा त्यस्तै हाम्रो दुःख छ त्यो साउन्ड सभ्यताले यहाँ उचाल्नु भएको छ टेबलमा यहाँमा त्यो कति यो केटाहरूको अगाडि ठिक छ प्रेमजी ठिक छ हुन्छ अपराधमा कुद्नुपर्ने स्थिति छ है। हिजो रातभरि आएको 3 बजी आयो यस्तो छैन अनि किन दौरा सुरुवाल लाएर आएको सधैँ त रफ हिँड्ने भनिराखेको होला यहाँ बोल्ने बित्तिकै फेरि उता झार्न जानुपर्ने अनि एकैचोटि लुगाइ लाएर सुतेको त्यस्तै स्थिति छ केही छैन सधैँभरि जीवनमा असारको 15 नै भइराखोस् होइन बोरिङ छैन देओस् जीवन चटारो नै बितेको छ झटारो जस्तो र यो छोटो समयमा आज हामीले यहाँ बिहानको समयमा होइन अपायक समयमा भेला राख्ने सानो जानकारी गऱ्यौँ यहाँ राख्नु है ल त्यसले गर्दाखेरि हामीले अपायक समयमा गऱ्यौँ त्यसमा पनि हामी भेला हुन सकेकोमा हामी सबैजनालाई धन्यवाद छ सबैजनालाई बधाई पनि सबैजनालाई तपाईँको चाहिँ के अरे मेरो तर्फबाट हार्दिक सम्मान पनि आज यहाँ हामी एक दुईवटा विषयहरू लिएर भेला भएका छौँ विशेष गरी मैले नै केही बोल्नु पर्यो भनेर पनि हामी आएका छौँ सबैभन्दा पहिला चाहिँ हामी श्रमदाताहरू होइन श्रम गर्ने मान्छे श्रमदान गर्ने मान्छे किन गर्नुपर्ने श्रमदान चाहिँ भन्दाखेरि यो देश हिजो बजेट आयो तर सबै विदेशी ऋणको भरमा आयो त्यहाँबाट मैले यति पैसा ल्याउँछु अस्ति भनिराखेको मागिराखेको छु ऋण काटिराखेको छु त्यो ऋणले चाहिँ मैले बाटो बनाउने विद्यालय बनाउने खेल मैदान बनाउने भन्ने खालको हाम्रो बजेट छ होइन 40 दिनमा 48 अर्ब ऋण ल्याउने भनिसकेपछि कस्तो चाहिँ होला त्यो खालको स्थिति छ तर श्रम संस्कृतिले चाहिँ एउटा कुरा लेखेर राख्छौँ श्रम संस्कृतिको हातमा यो देशको सत्ता आएको दिन हामी विदेशी ऋण लिँदैन बरु विकास घटाउँछौँ केही छैन है बरु हामी धुलोमै हिँड्न तयार हिलोमै हिँड्न तयार त्यो धुलो र हिलोलाई हामी हाम्रै पाखुराले तपाईँको चाहिँ के अरे बनाउन तयार बाटो तर विदेशी ऋणको भरमा चाहिँ बन्नु हुँदैन भन्ने चेतना हाम्रो छ त्यसले गर्दाखेरि हामी त्यो श्रमदाता हो यो देशलाई पक्का विदेशी ऋणबाट मुक्त गर्ने विदेशीको तपाईँको चाहिँ विभिन्न चलखेलबाट मुक्त गर्ने पार्टी कुनै यतिखेर यो वर्तमान परिप्रेक्ष्यमा छ भने त्यो भनेको श्रम संस्कृति पार्टी नै हो त्यो तपाईँ हाम्रो पार्टी तपाईँहरूलाई बधाई दिन चाहन्छु यतिको बोल्दा त सुन्छ होला पछाडि होइन सुन्छ होला नि पछाडि यसले गर्दाखेरि धेरै धेरै बधाई पनि दिन चाहन्छु दार्चुला भन्ने बित्तिकै झोलुङ्गे पुल लट्ठा बोक्दै गरेको सिमेन्ट बोक्दै गरेको ढुङ्गा बोक्दै गरेको पुलको त्यो चाहिँ पटरी भन्छ होइन लाइक त्यो चाहिँ हिन्दी शब्द होला तर त्यो बोक्दै गरेको हुँदा हुँदा त्यहाँको टेलिकमको खम्बा पनि बोक्दै गरेको पुलहरू पनि बोक्दै गरेको त्यो दृश्यहरू हामी सम्झन्छौँ दार्चुला गएर आउनेहरूले हात उठाउँ त हामी पनि छौँ यहाँ पनि थुप्रै हुनेछ र राखिदिनु होला म केही समय लिन्छु धैर्य धारण गरेर दार्चुलामा यतिखेर लगभग 2 महिना अघिदेखि श्रम गरिरहनु हुने हाम्रा इन्जिनियर डम्बर लिम्बुज्यू नवीन राईज्यू प्रसाद राईज्यू लगायत फेरि मैले 2-4 जनाको मात्रै नाम लिँदा अन्यथा नहोस् स्टेटस नहोस् होइन उहाँहरू सबैजनालाई हार्दिक सम्मान स्वरूप एकचोटि ताली बजाउनु अब लगभग त्यो प्लानहरू भइसकेको छ अब त्यो सुकिसकेपछि पुलको लट्ठा तागेर त्यो तन्काएर त्यसको पट्टी जोडेर उद्घाटन गर्ने दिन आइसकेको छ यहाँहरू
लाई सम्झन चाहन्छौँ हामी मिडिया मार्फत। हामी त्यहीँ छौँ, तपाईँकै छेउमा छौँ, हामी त्यहीँ छौँ, तपाईँकै छेउमा छौँ। यति हो आँखा सिम गरेर महसुस गर्ने होइन। अर्का साम्पाङ तपाईँकै छेउमा छ, अहिले तपाईँसँगै जुम्लिङमा ढुङ्गा बोक्दैछ। हामी त्यहीँ छौँ, तपाईँहरूसँगै छौँ, तपाईँहरू यहीँ हुनुहुन्छ, हामी सँगै हुनुहुन्छ, पछाडि बसिराख्नु भन्ने मैले भन्छु। त्यसरी हामी भित्र मनदेखि जोडिदिन्छ। सम्पूर्ण श्रमदाताहरूलाई हार्दिक सम्मान गर्न चाहन्छु। पूर्वदेखि पश्चिमसम्म श्रम गरिरहेको हिले बाटोमा ढुङ्गै लगाएर ढुङ्गाको बाटै मात्रै भए पनि तपाईँहरूले बनाउनु खोजिराख्नु भएको त्यो इच्छा, त्यो उत्कट चाहना, देश बनाउँछु भन्ने एउटा तत्परता, यही हो विकास। मैले यहाँले बारम्बार भनेको कुरा स्मरण गर्नुहुन्छ होला, गर्नुपर्छ। चेतना नै विकास, चेतना छैन भने विकास हुँदैन। त्यो चेतना, जुन चेतनाले अहिले यतिखेर कहीँ कतै खिसीटिउरी गर्नेले गर्छन्, तर कहीँ कतै बाँसकै भए पनि पुल थापिराख्नु भएको छ। बाँसको चोया त्यो बाँस फुटाएर भए पनि है 3-4 महिनाकै लागि भए पनि साँगोहरू थापिराख्नु भएको। त्यो चाहना, देश बनाउँछु भन्ने चाहना, त्यो उद्घोष, त्यही हो विकास। त्यस्तो मन भएको मान्छेहरूको समूह हो यो, सङ्गठन हो यो, पार्टी हो। यहाँहरू सबैजनालाई पूर्वदेखि पश्चिमसम्म छरिएर रहनुभएका श्रमदाताहरूलाई हार्दिक सम्मानका साथ स्मरण गर्न चाहन्छु, सम्झन चाहन्छु। मौरी हौ तिमी झिँगाको सङ्गत कहिले नगर्नु, र छानमा गुमुटमा लान्छ त्यसले त्यसको पछि। मौरी हौ हामी झिँगाको सङ्गत कहिले गर्दैनौँ, र छानमा गुमुटमा फोहोरमा लान्छ त्यसले हामीलाई त्यसको पछि हामी जान्छ। त्यो व्यक्ति हो श्रमदाता, त्यो श्रमदाताहरूको पार्टी हो यो। त्यो कुरामा यहाँ आफूले आफैलाई तपाईँले सम्मान गर्न सक्नुपर्छ, सिक्नु, ताली बजाउनुपर्छ, धन्यवाद दिनुपर्छ, आफूले आफैलाई धन्यवाद दिनु। कस्तो इच्छा होला त त्यो, जो चाहिँ तपाईँको 2 महिनादेखि घरदेखि टाढो बसेर ढुङ्गा बोक्न तत्पर छ। त्यो लेभलको मोटिभेसन, त्यो लेभलको प्रेरणा, त्यो लेभलको तपाईँको चाहिँ के अरे जोस चाहना देखाउने समूह हो यो। यहाँहरू सबैजनालाई हार्दिक सम्मान गर्न चाहन्छु। मौरी हौ हामी झिँगाको सङ्गत कहिले गर्दैनौँ, र छानमा लान्छ त्यसले हामीलाई, सिडोमा लान्छ त्यसले हामीलाई, दुर्गन्ध र फोहोरमा लान्छ त्यसले हामीलाई, त्यसको पछि त्यसको सङ्गत गर्दैन, त्यसको पछि लाग्छ। धैर्य धारण गरेर केही छिन सुन्नै पर्छ। मौरी झिँगा, हामी मौरी हौ। सामाजिक सञ्जालभरि हामीलाई गाली गर्ने मान्छेहरू थुप्रै छन्, त्यसको मुख नलाग्नु प्लिज। देश विदेशमा यदि अर्को साम्पाङलाई समर्थन तपाईँले गर्नुभएको छ भने त्यस्तो गाली गलौज गर्ने, फोहोर बोल्ने होइन मान्छेहरूको मुख लागेर तपाईँ आफ्नो जीवन नष्ट नगर्नुहोस्, टेन्सन नलिनु। हामी साँचो र सत्य कुरा निडर भएर बोलिरहन्छौँ। 1000 जना आएर नबोल भन्दा पनि हामी बोलिरहन्छौँ, साँचो र सत्य कुरा बोल्छौँ। तर त्यसमा हामीलाई कसले कति गाली गर्छ भन्ने कुरासँग हाम्रो सरकार रहँदैन। यतिखेर अर्का साम्पाङले गाली किन खाइराखेको छ भन्दाखेरि सुकुम्बासी बस्ती, धरान भनेको त लगभग सुकुम्बासी बस्तीले नै भरियो, अव्यवस्थित बस्तीले नै भरियो। त्यस्तो बस्तीमा डोजर चलाउनु हुँदैन है बालेनजी सरकार भनेर मैले चाहिँ नै सदनमा पनि भने, सडकबाट पनि भने, सामाजिक सञ्जालबाट पनि भने, पत्रहरू बुझाएँ, अवधारणा पत्रहरूमा मैले आफ्नो सुझावहरू दिएँ। तर 1200, 1900, 2500 प्रहरी लगी आतंक फैलाएर जब गरिब दुखीको बस्तीमा डोजर चल्न थाल्यो, त्यहाँदेखि हाम्रो विरोध बढेर नबोल्न त्यस्तो भन्ने मान्छे थुप्रै छन्। मलाई सिकाउनु पर्दैन के बोल्ने के नबोल्ने है।
गरिब दुखीको पक्षमा खडा हुने पार्टी हो श्रम संस्कृति। भ्रम कसैले नसर्दा हुन्छ। हामी गरिब दुखीकै पक्षमा, बोल्न नजान्नेकै पक्षमा, हिँड्न नसक्नेकै पक्षमा सधैँभरि उभिनुपर्छ। यही हो श्रम संस्कृति। कोही कसैको घर भत्किँदैछ भने होइन त्यसो गर्नु हुँदैन भन्नुपर्छ श्रमदाताले, किनभने घर सबैको प्यारो। कसैलाई बेघर बनाइँदैछ भने त्यसको विरुद्धमा हामी बोल्नुपर्छ, उभिनुपर्छ। त्यसो गर्दाखेरि अहिले सत्ता चलाउने मान्छेहरू र उनीहरूको तपाईँको समर्थकले हामीलाई गालीको वर्षा गरेका छ, तर फरक पर्दैन। झिगा हुन् कि जसले गरिब दुखीको चाहिँ तपाईँको बास उठाएको कुरालाई ताली बजाएर अनुमोदन गरिरहेको छ। मान्छे आत्महत्या गरिरहेको छ, राम्रो भयो भनेर ताली बजाइरहेको छ। त्यस्तो खालको मरेको चेतनाले हामी श्रमदाता बन्न सक्दैनौँ। श्रमदाताले ढुङ्गा मात्रै पुग्दैन, गरिबको मुद्दा पनि हुन्छ। यही कारणले होइन त किसान पालले गाली खाएको, तर फरक पर्दैन। यो संसारमा 7-8 अर्ब मान्छे छन्। 7-8 अर्ब मान्छे सबैले गाली गरे पनि हामी साँचो कुरा बोलि नै रहन्छौँ, साँचो कुरा लेखि नै रहन्छौँ, सत्यको पक्षमा हामी उभि नै रहन्छौँ, न्यायको पक्षमा हामी उभि नै रहन्छौँ। त्यो चेतना हो श्रम। हामी पुल बनाउने, पार्क बनाउने, बिरुवा रोप्ने, विकासका काम गर्ने मान्छे मात्रै होइन। हामी यो देशमा न्याय स्थापित गर्नका लागि, यो देशमा शान्ति सुव्यवस्था स्थापित गर्नका लागि, यो देशका विभेदको तपाईँ अन्त्य गर्नका लागि आएको श्रमदाताको पार्टी पनि हो श्रम संस्कृति पार्टी। त्यो श्रम संस्कृति पार्टीमा यहाँहरू सबैजनालाई म स्वागत गर्छु। अब यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, मैले तपाईँहरूलाई इमान्दार बन्न सिकाउँछु, कर्मठ बन्न सिकाउँछु। अब म तपाईँहरूलाई बोल्न पनि सिकाउँछु। अब तपाईँहरू बोल्नुपर्छ, हरेक श्रमदाता बोल्नुपर्छ। हरेक तपाईँको श्रमदाताले अँध्यारोमा दीप बाल्न सक्नुपर्छ। जबसम्म तपाईँ बोल्नुहुन्न तबसम्म अन्धारोले तपाईँलाई राज गरिरहन्छ। न्यायको पक्षमा निडर भएर बोल्नु। तर गाली गलौजमा जो उत्रिन्छन् उसको मुख नलाग्नु। जाँड खाने भन्नेलाई चिनी खाने नभनिदिनु है। विभिन्न खालका छैन तपाईँको आक्षेपहरू लगाएर हामीलाई मैला लगाउन खोज्ने मान्छेहरू छन्। तर यति कुरा याद गर्नु, ज्वालामुखीमा पाकेर निस्केको, भट्टीमा पाकेर निस्केको वस्तुलाई हिरा भन्छ, त्यो डायमन्ड हो। तपाईँ डायमन्ड बन्न सक्नुहुन्छ? यहाँ बस्नेहरू डायमन्ड बन्न सक्नुहुन्छ? न हामीलाई तापले फरक पार्छ, न हामीलाई दबावले फरक पार्छ, न हामीलाई चापले फरक पार्छ, न हामीले मौसमले खियाउँछ, न समयले हामीलाई होइन तपाईँको चाहिँ सकाएर जान्छ। हामी त्यस्तो हिरा बन्छ, त्यो हिरा श्रमदाता बन्नुपर्छ है। त्यो चिज विदेशी ऋण लिइएको छ, त्यो ऋणबाट सहकारी पीडितलाई पैसा दिइँदैछ। सहकारी ठगेर हिँड्नेहरू मजाले महलमा गाडीमा चढेर हिँडिरहेछन्। हामी तपाईँ आम जनताले तिरेको पैसाले चाहिँ ठगको तपाईँको चाहिँ के अरे उन्मुक्तिको लागि हामीले चाहिँ ट्याक्स तिरेको हो। हाम्रो बाटो बन्नुपर्ने पैसा, हाम्रो विद्यालय बन्नुपर्ने पैसा, हाम्रा सेवा सुविधा शान्ति सुरक्षामा खर्च गर्नुपर्ने पैसा सहकारी पीडितहरूलाई दिइरहेको। सहकारी पीडितहरूलाई नदिनु भने होइन, दिनुपर्छ, तर राज्यको कोषबाट होइन। बाटो बनाउने पैसा सहकारी पीडितलाई दिने होइन। बाटो बनाउने पैसाले बाटो नै बनाउनु पर्छ। सहकारी पीडितलाई त्यो चोर फटारको चल अचल जागथाबाट असुलेर पैसा फिर्ता गर्नुपर्छ भन्न हर्क सामानले गाली खानुपर्ने। प्रधानमन्त्रीलाई संसदमा ल्याउनका लागि आन्दोलन गर्नुपर्ने। कस्तो खालको देश? हिजो त आएछ अनि ल सुन्नुहोस् है उसैले भनेर अहिले नआउनु है। तपाईँहरूले चुनेर पठाएको केही न मलाई, तपाईँहरूले मलाई यहाँ आइज भन्दाखेरि म आउनुपर्छ कि पर्दैन? तपाईँले नबोल्दै पनि म आइरहेको है। मैले धरान किन छोडिनँ? म तपाईँहरूलाई भन्छु, हरेक सांसदले धरान छोडेर काठमाडौँ बसाइसक्छ। मैले किन धरान छोडिनँ?
मेरो परिवार किन यही भन्दाखेरि म तपाईँहरूसँग टाढा जान चाहन्छु। म तपाईँहरूसँग टाढा जान चाहन्छु। हर्क साम्पाङ बनाउने मान्छेहरू नि तपाईँहरू होइन र? म तपाईँप्रति जवाफदेही हो। जे प्रश्न सोध्नुहोस् त्यो प्रश्नदेखि म भाग्दिनँ। त्यस्तै प्रश्नदेखि नभाग्ने प्रधानमन्त्री बनोस् भन्ने चाहना राख्दाखेरि आज गाली गरेर यस्तो गरेर उस्तो गरेर घरि होइन यो भनिदिएको छ घरि त्यो भनिदिएको छ। तर ती मान्छेहरूलाई म भन्न चाहन्छु एक दिन तपाईँहरूले पछुतो, एक दिन तपाईँहरूलाई कस्तो मान्छेको खेद फाल्नु भएको रहेछ, पछुतो हुन्छ। ऐनालाई फुक्ने दिन आउँछ। ऐनालाई मान्छेले कतिखेर फुक्छ थाहा छ? जतिखेर पछुतो मात्रै हुन्छ, ग्लानी मात्रै हुन्छ, मैले के नराम्रो काम गरेछु भन्ने जब महसुस हुन्छ जीवनको कुनै पलमा, त्यतिखेर मान्छेले ऐनालाई फुक्ने हो है, त्यतिखेर मान्छेलाई। त्यसले गर्दाखेरि ऐनालाई फुक्ने काम नगर्नु भनेर पनि म मिडिया मार्फत मान्छेलाई भन्छु। अब श्रम संस्कृतिले सधैँभरि एकले अर्कालाई सम्मान गर्छ। यहाँ सबैजनालाई मैले मेरो सम्मान छ, यति धेरै सम्मान छ कि भनेर साध्य छैन है। त्यो शब्दकोशीमा बग्ने पानी कति होला त्यो भन्दा धेरै सम्मान छ तपाईँहरूप्रति मेरो मनमा। एकजना प्रति मात्रै होइन, दुईजना प्रति मात्रै होइन, सबैजना यहाँ उपस्थित हुनुभएका, उपस्थित हुनु नभ्याउनु भएका सबैजनालाई हार्दिक सम्मान छ। तथापि आज मैले दुई चारवटा नामहरू यहाँ लिन चाहन्छु जसले मलाई धेरै लामो समयदेखि सङ्घर्षमा साथ दिनुभयो। त्यस्तो एउटा व्यक्ति जो व्यक्तिले चाहिँ मलाई सङ्घर्षमा पहिला खानेपानीको कुराहरू उठाउँदाखेरिदेखिको होइन, एमसिसी विरुद्धको सडक आन्दोलनहरूदेखिको साथ दिइराख्नुहुने व्यक्ति हुनुहुन्छ। उहाँलाई म यहाँ बोलाउन चाहन्छु र एउटा खदा लगाएर सम्मान गर्न चाहन्छु। धरान 1 निवासी राजकुमार श्रेष्ठज्यू, यता आइदिनुहोस् प्लिज। ल यता आइदिनुहोस्। त्यसै गरी लामो समयदेखि मलाई सहयोग गर्नुहुने होइन, सङ्घर्षको क्रममा आरोह अवरोह थुप्रै भयो जीवनमा होइन। मेयर बनेकै थिइनँ त्यतिखेरदेखि खबरदारीको एउटा अभियानमा सुशासनको पक्षमा सहयोग गर्दै आउनुहुने हाम्रो अत्यन्तै प्यारो भाइ धरान 12 निवासी किशन श्रेष्ठज्यूलाई पनि म यहाँ निम्ताउन चाहन्छु। अवरोह थुप्रै भयो जीवनमा होइन। मेयर बनेकै थिइनँ त्यतिखेरदेखि खबरदारीको एउटा अभियानमा सुशासनको पक्षमा सहयोग गर्दै आउनुहुने हाम्रो अत्यन्तै प्यारो भाइ धरान 12 निवासी किशन श्रेष्ठज्यूलाई पनि म यहाँ निम्ताउन चाहन्छु। ल गर्दै पनि गरौँ। ल यहाँलाई अलिक भिडभाड छ है, त्यसै छ म्यानेजमेन्ट। त्यसै गरी म लामो समयदेखि हामी परिचित पनि, साथै मलाई पहिला मेयर चुनावमा उड्दाखेरि पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुहुने धरान 17 को अमृत लिम्बू नमुना टोल निवासी उहाँलाई पनि मैले अगाडि आइदिन अनुरोध गर्न चाहन्छु। हाम्रो एकजना आदरणीय दाइ हुनुहुन्छ, उहाँले मलाई खानेपानीको आन्दोलनदेखि लिएर हरेक समयमा आउनु
मलाई सहयोग गर्दै आउनुभएको छ। हामी सबैको अभिभावक, हामीले उहाँलाई प्रदेश कमिटीमा पनि राखेका छौँ। प्रदेश कमिटी सदस्य श्री दानबहादुर घिमिरे दाजुलाई पनि मैले अगाडि आएर आइदिनु अनुरोध गर्न चाहन्छु। त्यसरी नै सामाजिक सञ्जालको जमाना छ। सामाजिक सञ्जालमा साह्रै धेरै उहाँहरूको क्लिपहरू मैले आफैले पनि तपाईँको चाहिँ डाउनलोड गर्छु, तान्छु र पोस्ट गर्छु। कतिले चाहिँ भन्छ ए फेसबुक डलर कमाउनुलाई चलाएहरूको सामानले भन्छ। मेरो फेसबुक मोनिटाइज हुँदैन, किनभने म प्रचारको लागि मात्रै प्रयोग गर्छु। कपी कन्टेन्ट थुप्रो लगाइन्छ। एटलिस्ट के अरे इनफ्याक्ट रेड लिस्टमा पनि एकचोटि परेर सस्पेन्ड पनि भयो होइन। त्यो खालकोमा पैसा आउँदैन है। मैले यहाँलाई भने पैसाको लागि भन्दा पनि म चाहिँ प्रचारको लागि फेसबुक चलाएर आउँछु र मिडिया मार्फत हरेक कुराहरूलाई प्रचार गरेर बगाइराख्नु हुने यसको श्रमदाता जो चाहिँ भिर पाखामा पनि मलाई ढुङ्गाहरू बोक्न सबै कुरा गरेर सघाउँदै आउनु भएको छ। धरान 4 निवासी हाम्रो विकासजी, उहाँलाई विकासजी उहाँलाई पनि मैले अगाडि आइदिनको लागि अनुरोध गर्न चाहेँ। त्यसरी नै हाम्रो धरान 8 निवासी हुन त उहाँ धरान 8 निवासी एकजना दिदी हुनुहुन्छ। उहाँ अहिले भर्खरै हाम्रो पार्टीमा आउनुभएको छ। धेरै लामो समयदेखि उहाँले हामीलाई साथ समर्थन गरिराख्नु भएको दिदी हाम्रो पवित्र लिम्बू दिदीलाई पनि म स्टेजमा आइदिन चाहन्छु। धन्यवाद छ। अत्यन्तै राम्रो नाचेर पनि एन्टरटेन गराउने, थुप्रै काम पनि गर्ने, काम नाथे भन्दै काम गर्ने अत्यन्तै राम्रो एकजना। मैले यहाँ नाम लिएको मान्छेलाई मात्रै मैले रेकगनाइज गरेको भन्ने चाहिँ अर्थ लाग्नु हुँदैन। म सबैजनालाई सम्मान गर्छु, तथापि सबैलाई मैले यहाँ नाम बोलाइराख्न नपरेको कारण मात्रै हो। धरान 17 निवासी हाम्रो सन्तोष लिम्बू, हाम्रो सर, मेरो भाइ साथी, उहाँलाई पनि मैले अनुरोध गरेँ। त्यसरी नै धेरै लामो समयदेखि होइन मेरो विभिन्न खालका मेरो अब म अहिले हर्कसाम्पाङ अहिले मात्रै देखियो, तर जरा त्यति होइन। धेरै लामो इतिहास, धेरै लामो जरा छ होइन। कति अपमानित भइयो, कति के भइयो, कति प्रताडित भइयो, कति यातना निस्कियो, कहिले यावत समस्याहरूमा चाहिँ साथ दिनुहुने एकजना अत्यन्तै तपाईँको चाहिँ नि कुशल वक्ता पनि हुनुहुन्छ। उहाँ धरान 1 निवासी नवीन विकल्प, उहाँलाई पनि मैले अनुरोध गर्न चाहेँ। र यस्तो एउटा व्यक्ति जसले मलाई धेरै लामो समयसम्म होइन सहयोग गर्नुभयो, विभिन्न आन्दोलनहरूमा, अभियानहरूमा अत्यन्तै राम्रो गीत पनि गाउनुहुन्छ उहाँले। उहाँ चाहिँ धरान 10 निवासी सुभाष बर्देवाजी।
मैले उहाँलाई चाहिँ यहाँ निम्तो गर्ने फेरि आइदिनको लागि अनुरोध गर्न चाहन्छु। र उहाँहरूलाई मैले एउटा खदा लगाएर सम्मान गरेँ। यो खदा राखिराख्नु होला, ऐतिहासिक खदा। पछि देखाउने म बुढो भएको छु, तपाईँ पनि बुढो हुनुहुन्छ है। जीवन भनेको वास्तवमा के हो भन्दाखेरि जीवन भनेको सत्कर्म गर्नको लागि पाएको एउटा अवसर हो। यो अवसरलाई हामीले फोहोरी काम गरेर, अरूलाई गाली गरेर, अरूको विरोध गरेर, अरूको खुट्टा तानेर नबिताउँ। यसलाई हामीले न्यायको पक्षमा, शान्ति सुव्यवस्थाको पक्षमा, विभेदको विरुद्धमा, प्रगति उन्नतिको लागि यसलाई चाहिँ हामीले सदुपयोग गर्नुपर्छ भन्ने मेरो हार्दिक अनुरोध छ यहाँहरू सबैजना। त्यागले बनिएको हुन्छ एउटा पार्टी, एउटा सङ्गठन। त्याग बिना बन्दैन पार्टी सङ्गठन, केही पनि बन्छ। एउटा परिवारमा पनि बाउले कति त्याग गरिरहेको हुन्छ होइन, विदेश गएर बिचरा होइन 45 डिग्रीको घाममा उभिरहेको हुन्छ, खल पसिना पसिना चुइरहेको हुन्छ, यता हेरेर ढाड भिजिरहेको, तल भिजिरहेको बाउको त्याग है। आमाले कति त्याग गरेर, पीडा सहेर, अनेक कष्ट सहेर, अनेक परिगछैले होइन त्याग गरेर चाहिँ परिवार चलाइराख्नु भएको। त्याग बिना बन्दैन यो पार्टी त। झन् साह्रो त्याग बिना बन्ने कुरै भएन। त्यसो भएको कारणले गर्दाखेरि हामीलाई अत्यन्तै धेरै सघाउनु नै, यति धेरै सघाउनु नै कि कुरा तपाईँको छैन। मैले अघि भने सप्तकोशीको पानी बरु सकेर जाला है, सागर बरु सुकेर गइजाला, जान्न माया कहिले भने जस्तो त्यति धेरै तपाईँको चाहिँ प्रशंसा र धन्यवाद दिँदा पनि कम नहुने साथीहरूले त्याग गर्नुभयो। यसमा हाम्रो प्रेम श्रेष्ठ है, ताली बजाएर धन्यवाद पनि गर्छ। कहिले नरिसाउने, कहिले नगल्ने, बलियो पनि। फेरि काम गर्छु मात्रै भनेर पनि नहुँदो रहेछ, बलियो पनि हुनुपर्दो रहेछ होइन। अनि उहाँ अत्यन्तै बलियो पनि हुनुहुन्छ, युवा हुनुहुन्छ होइन। उहाँले पनि उम्मेदवारी दिने आकांक्षा गर्नुभएको थियो, तर मैले सम्झाएँ, उहाँले मान्नुभयो। उहाँको त्यागप्रति हामी सबैजना कृतज्ञ बन्नुपर्छ है। किनभने एउटा मात्रै कुर्सी छ, 4 जना उभिनु भएको छ। त्यसो भएको कारणले गर्दाखेरि मैले उहाँहरूलाई पछाडि सार्दा नाइ भन्नु भएन। तपाईँले गर्नुभएको यो महान त्याग होइन, देखाउनु भएको ठुलो मन प्रति हामी सबैजना आभारी छौँ। हार्दिक धन्यवाद दिन चाहन्छु। त्यसै गरी हाम्रा यहाँलाई धेरै धेरै धन्यवाद छ। हस्, धन्यवाद छ। ताली बजाइदिनु एकचोटि फेरि है। ल ठिक छ। त्यसै गरी यो धरानुको महानगरपालिकाको पार्टी व्यवस्थापनमा नेतृत्व गर्नुहुने हाम्रो सचिवज्यू हुनुहुन्थ्यो प्रेमजी। त्यसरी नै अध्यक्षमा हामीले यही हलबाट सर्वसम्मतिले चयन गरेको व्यक्ति दिनेश, हाम्रो बान्थावजी दिनेश राईज्यूलाई, उहाँलाई ताली बजाएर उहाँलाई पनि उहाँले जुन त्याग देखाउनु भएको छ है, अगाडि आइदिनलाई म अनुरोध गर्न चाहन्छु। आजको सभाध्यक्ष नै हुनुहुन्छ उहाँ। मान्छेलाई म चाहिँ कस्तो लाग्छ भने, माथि लेकमा 500 भेडा दियो भने चराउनुबाट सकिन्छ, 5 जना मान्छेलाई गाइड गर भन्नु सकिँदैन।
किनभने मान्छेको विवेक हुन्छ, स्वविवेक हुन्छ, सचेतना हुन्छ, उसको इच्छा आकांक्षा हुन्छ, उसँग हामी जस्तै तपाईँको चाहिँ नि होइन संवेगहरू संवेदनाहरू हुन्छन्। त्यसले गर्दाखेरि चाहिँ के हो त भन्दाखेरि होइन मान्छेले कन्ट्रोल गर्नु गाह्रो हुन्छ। तथापि धरान उपमहानगरपालिकालाई उहाँले गाइड गरिराख्नु भएको छ। उहाँले पनि त्याग नगरेको भए हामी यो मुकाममा आइपुग्न हामीलाई निकै गाह्रो पर्यो। त्यसो भएको कारणले गर्दाखेरि उहाँलाई पनि हार्दिक सम्मान स्वरूप हामी सबैले ताली बजाएर धन्यवाद दिउँ, सम्मान दिउँ। हामीसँग अर्को एकजना क्यान्डिडेट पनि हुनुहुन्थ्यो, उहाँ अहिले यहाँ उपस्थित हुनु सक्नुभएको छैन, निना चन्द्रजी। उहाँलाई पनि हार्दिक धन्यवाद म दिन चाहन्छु। ताली बजाएर उहाँलाई पनि हार्दिक धन्यवाद। उहाँ पनि आकाङ्क्षी हुनुहुन्थ्यो। मैले 4 जनालाई आफै सल्लाह गर्नुहोस् है भनेर भनेको थिएँ, तर सल्लाह अलिकति मिलेन र मैले निर्णय गर्नु पर्यो र मैले गलत निर्णय गरेको छैन जस्तो मलाई लाग्छ। उहाँलाई पनि हार्दिक सम्मान स्वरूप ताली बजाएर हामीले चाहिँ धन्यवाद ज्ञापन गर्छौँ। धनबहादुरजीको बारेमा त मैले भनिराख्नु परेन होइन, उहाँलाई हामीले अगाडि सार्ने भन्ने कुरा छ। उहाँको बारेमा त्यति भन्न मैले चाहिनँ। उहाँलाई किन मैले टिकट दिएँ भन्ने कुरा हेर्दाखेरि चाहिँ उहाँले त्याग गर्नुभएको छ है। हुन त त्याग गर्नु पनि गरेको छ है। र कस्तो देखियो जस्तो मलाई चाहिँ लाग्छ भने अब यो धरानलाई चाहिँ हर्क साम्पाङ जस्तो मेयर चाहिन्छ। हर्क साम्पाङमाथि के भनेर कोही आयो भनेर हर्क साम्पाङको प्रतिमूर्तिको रूपमा है धनबहादुर राईलाई देखेको कारणले गर्दाखेरि पनि धनबहादुर राई नै हुनुपर्छ भन्ने श्रमदातादेखि लिएर हरेक ठाउँबाट त्यो खालको आवाजहरू आएको कारण है उहाँलाई काम गर्ने मौका हामीले दिएका छौँ। तर यो त सानो स्टार्ट मात्रै हो, फाइनल गेम त बाँकी नै छ। नसुत्नु हुँदैन है, मै जस्तो सुत्नु हुँदैन। मैले यति मात्रै भने अब उपमेयरको अब ल म अब अन्तिमतिर आउँदैछु। उपमेयरको टुङ्गो पनि हामी लगाउँछौँ अब छिट्टै केही समयपछि। यति बुझ्नुहोस् अब ल म अब अन्तिमतिर आउँदैछु। उपमेयरको टुङ्गो पनि हामी लगाउँछौँ अब छिट्टै केही समयपछि। यति बुझ्नुहोस् नेतृत्वले गलत निर्णय गर्दैन, गलत निर्णय गर्नु हुँदैन र नेतृत्वले गरेको निर्णयलाई होइन फेरि सदस्यहरूले यता त्यता भनिनु हुँदैन। हाम्रो विधान श्रम संस्कृतिको विधान अचम्म खालको है। मैले कारवाही गर्नलाई स्पष्टीकरण मागिरहनु पर्दैन, विधानै निर्णय। म सबैलाई माया गर्छु, सबैलाई समेट्छु, किनभने मैले भने अघि हामी मौरी जस्तो बन्नुपर्छ। एउटा मात्रै मौरीले चाका होइन बनाउन सक्दैन, मह लगाउन सक्दैन, थोरै मात्रैले हुँदैन। हामी 3 करोड नेपालीलाई जोड्ने अभियानमा छौँ। गलत निर्णय नेतृत्वले गर्नु हुँदैन, कुनै पनि उसमा दबाव प्रभाव होइन, कुनै किसिमको छैन तपाईँको उसमा। नेतृत्वले गलत निर्णय गर्दैन, नेतृत्वले गलत निर्णय गर्दै गर्दैन। नेतृत्वले गलत निर्णय गर्यो भने त्यो नेतृत्व नै होइन है। त्यसले गर्दाखेरि दबाव प्रभाव विभिन्न खालका चाहिने उसमा पनि
हामीले सही नै निर्णय गर्नुपर्छ र त्यो भइसकेको निर्णयलाई मानेर जानुपर्छ, त्यही हो पार्टी। होइन भने जसले जे पनि भन्यो भने त्यो पार्टी होइन। यहाँ सबैजनालाई मैले यो बुझ्नको लागि अनुरोध गर्छु। जेठ अन्तिमसम्ममा भनेर भनेको छ, त्यसमा केही हप्ता 10 दिन थप्न पनि सकिएला। जेठ अन्तिमसम्ममा मिडिया मार्फत पनि मैले भने नेपालभरिका सम्पूर्ण 753वटै पालिकामा को उठ्न चाहनुहुन्छ, के उठ्न चाहनुहुन्छ भन्ने कुराको तपाईँको चाहिँ के अरे त्यो आकाङ्क्षा कसरी सिफारिस गरिराख्नु पर्दैन, त्यो खालको आकाङ्क्षा चाहिँ होइन छ भने त्यो चाहिँ अब हामीले सङ्कलन गर्दैछौँ। यहाँ पनि तपाईँहरूले अब यो 20वटा वडामा को के गर्ने भन्ने कुरा त्यो जेठ अन्तिमसम्ममा सङ्कलन गरिहाल्यो। त्यसमध्येबाट गलत निर्णय फेरि हामी गर्छौँ होइन। सामाजिक हिसाबले चिनिएको कि होइन होइन, सक्षम मान्छे हो कि होइन, इमान्दार मान्छे हो कि होइन, काम गर्छ कि गर्दैन। हाम्रो उद्देश्य भनेको के भन्दाखेरि यो देशमा होइन 1 रुपियाँ बजेट छ भने 10 रुपियाँको काम गर्ने। श्रम संस्कृतिले जितेको पालिकाहरूमा अरू पालिकाहरूमा भन्दा 10 गुणा धेरै विकास है। किनभने हामी त श्रमबाट गर्छौँ, अरू ठेकाबाट गर्छन्, हामी श्रमबाट गर्छौँ। फेरि सबै कुरा श्रमबाटै हुन्छ भन्ने छैन, तर श्रमको ठुलो फ्याक्टर हुन्छ त्यहाँ। त्यसले गर्दाखेरि म यहाँ सबैजनालाई भन्न चाहन्छु मिडिया मार्फत हामीले सबै पालिकामा जित्नुपर्छ भन्ने उद्देश्यका साथ हामी भाग लिन्छौँ र जहाँ हामी जित्छौँ धेरैवटा पालिकामा हामीले जित्नुपर्छ। त्यसैगरी जहाँ हामी जित्छौँ त्यहाँ त्यो पालिकामा भ्रष्टाचार हुँदैन। भ्रष्टाचार हुने बित्तिकै त तपाईँको छैन भोलि धनबहादुरजीले भ्रष्टाचार गर्यो भने भानुचोकमा घिसारेर लिएर मै कालो भएको त यो त यस्तो चिज है। म नेपालभरि भनिरहेको छु मिडिया मार्फत श्रम संस्कृतिको माटो बोक्ने तपाईँको छैन उम्मेदवारलाई जिताउनु। भ्रष्टाचार गरेछ भने मैले यही भने माटो छोएर कसम खाएर भन्छु, सालपा सिलिजुङको कसम होइन, त्यो मान्छेलाई तपाईँको छैन हामी आफ्नै पार्टीबाट तपाईँको कारवाही गर्छौँ। अख्तियारमा लगिराख्नै पर्दैन है, अख्तियारमा लगिराख्नै पर्दैन। त्यो निष्ठा हो हाम्रो है। हामी गरी खाने मान्छे हो, मागी खाने मान्छे होइन, चोरी खाने ढाँटी खाने मान्छे होइन। त्यसले गर्दाखेरि मैले भनिरहेको छु, धनबहादुरजीमा मेरो पूर्ण विश्वास छ। हामी चोरेर खाँदैन, ठगेर खाँदैन। हाम्रो नम्स भनेको पसिना बगाएर खाने हो है। बरु रुखो सुखो खाउँ, झुत्रो झाम्रो लाएर हिँडौँ, तर हाम्रो इमान डगमगाउनु हुँदैन। जुन दिन हाम्रो इमान डगमगाउँछ त्यो दिन श्रम संस्कृति पार्टी धराशयी भएर जान्छ। म यहाँ सबैजनालाई यहाँ बस्ने मान्छे मात्रै होइन, त्यहाँ बस्ने पनि र त्यहाँ बस्ने र यहाँ बस्ने मात्रै होइन, नेपालभरि मिडिया मार्फत सुन्नुहुने सम्पूर्ण श्रम के अरे संस्कृतिमा विश्वास गर्नुहुने अरूलाई म भन्न चाहन्छु, ठग्नको लागि चोर्नको लागि खबरदार नआउनु। तपाईँलाई हाम्रै पार्टीले तपाईँको मुख्य चोकमा लगेर कालो मसो दलेर जुत्ताको माला लगाउँछ। त्यो निष्ठा हो श्रम संस्कृति। यहाँ सबैजनालाई यो जानकारी गर्दै तपाईँको चाहिँ अनुरोध गर्न चाहन्छु, यसपालिको चुनाव चिन्ह माटोमा अब अहिलेदेखि नै लागिहाल्नु, धेरै छैन, मङ्सिरतिर हुन सक्ने सम्भावना पनि छ चुनाव। यहाँ सबैलाई मात्रै भन्नु त्यागको भावना राख्नै पर्छ। अब एकजना मात्रै जानुपर्ने छ, 4 जना जानु खोजेर कहाँ हुन्छ। म त यस्तो गएन भने त फाटी फुटाउँछु, उता उ गर्छु, हुँदैन, यो त रिजल्ट आउँदैन। यहाँ सबैलाई म के भन्नु छ, सबैभन्दा महत्त्वपूर्ण कुरा प्रदेश नम्बर 1 मा स्पष्ट बहुमत थोरैमा नत्र 2/3 बहुमतको सरकार हामीले बनाएर देखाउनुपर्छ। यो प्रदेशमा स्पष्ट बहुमत नभए पनि 2/3 को बहुमत के अरे 2/3 नत्र स्पष्ट बहुमतको छैन के अरे जित हामीले हासिल गरेर देखाउनुपर्छ। म सबैजनालाई भन्न चाहन्छु है, विभिन्न मुद्दा बोकेर आउनुभएका पार्टीहरूका साथीहरूलाई पनि भन्न चाहन्छु, तपाईँहरूको मुद्दा सबै बोक्न हामी रेडी छौँ है। आउनुहोस्, ठुलो छाती गरेर आउनुहोस्। विभिन्न उसमा बस्यो, 400 भोट ल्यायो, 500 भोट ल्यायो, के हुन्छ? केही पनि हुँदैन। जबसम्म कलम तपाईँको हातमा आउँदैन तबसम्म तपाईँ लेख्न सक्नुहुन्न, अनि अरूले लेखेको कुरालाई विरोध गरेर शहीद भएर काम छैन। यो चिज के लेख्ने
होइन कस्तो बजेट बनाउने, कहाँ जाने, यी सारा कुराहरू चाहिँ हामीले तय गर्नुपर्छ। 1 नम्बर प्रदेशमा होइन, विशेष गरी 1 नम्बर प्रदेशमा, अरू प्रदेशमा पनि छ, कुलमानजीहरूसँग कुरा हुँदैछ, हामीले गर्नुहोस्। त्यो तयार हो तपाईँहरू? त्यो चिज हो। र मैले हाम्रो निनाचन्द्र सरलाई पनि भनिराखेको छु होइन, अब 2 जनाले टिकट दिन नमिलेको कारणले उहाँ प्रदेशबाट तपाईँको चुनाव लडेर श्रम संस्कृति पार्टीको माटो चुनाव चिन्हबाट उहाँ चाहिँ प्रदेशको मिनिस्टर बन्नुपर्छ है। 14वटा जिल्ला हेर्ने मिनिस्टर बन्नुपर्छ, यो पनि म भन्न चाहन्छु। मैले अफर गरेको छु उहाँलाई, त उहाँ अलिकति सोच्दै हुनुहुन्छ होला। अब धेरै कुरा यताउता मात्रै गऱ्यो, बजेटको कुरै गरेन भन्ने कुरा पनि आइराखेको होला। अब बजेट बनाउने कुरामा हाम्रो सल्लाह सुझावहरू रह्यो, तर बजेट लेख्ने कलम हामीलाई प्राप्त भएन होइन। त्यसले गर्दाखेरि अरूले लेखेको बजेटमा धेरै कुराहरू आएको छ, यहाँहरूले बुझ्नुभएको छ, सुन्नुभएको छ। मैले 3टा कमेन्ट गरेको छु त्यहाँ, विशेष गरी अरू पनि हेर्दैछु। हिजो अब यस्तै यस्तै कार्यक्रमहरूले गर्दाखेरि होइन म निस्कनु पर्यो। प्रधानमन्त्रीलाई जवाफदेही बनाइयो, उपलब्धि त्यसलाई मान्नु पनि पर्छ होला, नत्र आउँदिनँ भन्दै खालको कुरा थियो। सभामुखज्यूलाई बिहान फोन गरेको, खोइ आउनुहुन्छ कि हुन्न कि भन्दै हुनुहुन्थ्यो। त्यसो भए म फेरि मेरो के अरे मेलो गर्छु भनेको, फेरि मेरो मेलो गर्नु परेन हिजो चाहिँ, त्यसमै अब ऊ पनि हुनुपर्छ होला। र मैले अब हेर्दैछु त्यहाँ अहिलेसम्म मैले भेटाएको 3टा चित्त नबुझ्दो कुरा छ। एउटा कुरा के छ भन्दाखेरि सरकारी कर्मचारीको तलब बढाउँदाखेरि म बेखुसी होइन, ठिक छ, बढाउँदा राम्रो होइन, बढ्नु राम्रो हो नि घट्नु भन्दा। तर त्यसो भइरहँदाखेरि 12 लाख 13 लाख 15 लाख युवालाई रोजगारी दिन्छु भन्ने एजेन्डाका साथ जितेको सरकारले नयाँ रोजगारीको मूल त खोल्ने कुरै गरेन। नयाँ युवालाई जानकारी तपाईँको पनि जागिर चाहिँ छैन, अनि पुरानोलाई चाहिँ भारी माथि सुपारी थपिदिइराखेको छ होइन। अनि नयाँ युवाको चाहिँ खै त रोजगारीको कुरा, विदेशमा चाहिँ पठाएर हुन्छ है। त्यसले गर्दाखेरि युवाहरूलाई रोजगारी दिनुपर्छ। युवाहरूलाई रोजगारीका लागि, युवाहरूलाई चाहिँ तपाईँको होइन आर्थिक रूपमा चाहिँ सबल बन्नका लागि कुनै पनि कार्यक्रम नहुनु, तर भइराखेको कर्मचारीलाई चाहिँ अझै तलब थपेकै गर्नु चाहिँ तपाईँको छैन, उचित होइन। कर्मचारीको तलब पनि थपियोस् केही छैन, युवाहरूलाई रोजगारीको बाटो नै खोलिदियोस् भन्ने मेरो चाहिँ के अरे भनाइ। अर्को कुरा, सरकारको तपाईँको चाहिँ सरकारी निकायहरू जस्तै विद्युत प्राधिकरण होइन, नेपाल वायु सेवा निगम, यिनीहरू भनेको चाहिँ नेपालका हो, नेपाल ओइल निगम, यिनीहरूलाई चाहिँ प्राइभेट कम्पनी बनाउने भन्ने तपाईँको मन्तव्य आयो। आपत्ति छ मेरो। यदि त्यसो भन्दा भोलि सिंहदरबार पनि कुनै ठेकदारले लैजाला, मन्त्रीहरू सांसदहरू पनि ठेक्कामा परिराखेको है। राज्यको खोइ त होइन, राज्यको हुनु पर्यो नि। अनि त्यसरी निजीकरण गरिदिएपछि पछि के हुन्छ भने निजीकरण भनेको चाहिँ बेच्नु हो क्या, व्यक्तिलाई दिनु। विद्युत प्राधिकरण व्यक्तिलाई दिनु भनेपछि त्यो व्यक्तिको भयो, सरकारको होइन। त्यो यसरी चाहिँ व्यक्तिवादी तपाईँको चाहिँ के अरे व्यक्तिलाई पोस्ने गर्नु हुँदैन भन्ने हाम्रो टिप्पणी छ। र अर्को कुरा चाहिँ सरकारले 100वटा घर बनाएर सर्वसाधारणलाई बेच्ने भन्नु अचम्म लाग्यो। सुकुम्बासी बस्तीको त्यो तपाईँको छैन जग्गा चाहिँ होइन, गरिब दुखी बसेको चाहिँ भत्काएर खाली गर्ने, अनि त्यो खाली गरेको घरमा ठाउँमा घर बनाउने, अनि त्यो घर चाहिँ तपाईँको सर्वसाधारणलाई बेच्ने, यो खालको नीति लिएर हुन्छ। सरकार भनेको व्यापारी होइन, घर जग्गाको व्यापारी होइन। सरकार भनेको चाहिँ के हो भन्दाखेरि शान्ति सुरक्षा र सेवा सुविधा होइन, ल एन्ड अर्डर मेन्टेन गर्ने एउटा निकाय, त्यसतर्फ जान्छ। 100वटा घर बनाउने अरे पहिलो चरणमा चाहिँ होइन, राष्ट्रिय आवास तपाईँको छैन के अरे कम्पनी खोलेर
त्यो पनि कम्पनी नै खोलेर क्या त्यो धन हुने मान्छेहरू भेला भएको छ नि त माथि त अब एउटै मन्त्रीको 100-200 तोला सुन अनि चाहिँ नि के अरे 500 रोपनी जग्गा भन्ने हालको छ। स्रोत कहाँबाट आएको फेरि त्यो पनि भन्दैन, फेसबुकबाट आएको भन्छ। फेसबुक त हामी पनि चलाउँछौँ, 1 रुपियाँ आउँदैन। कस्तो खालको फेसबुक हो त्यो चाहिँ? घुस पाएर के आइडी खोल्या हो अचम्म लाग्छ। त्यसले गर्दाखेरि त्यसरी कम्पनी खोलेर घर बनाएर घर जग्गा बिक्री वितरण गर्ने भनेको त त्यो त जग्गा व्यापारी, घर जग्गा व्यापारी हो। घर जग्गा व्यापारीको रूपमा सरकार आउनु हुँदैन। त्यसो भने त भोलि फेरि एयरपोर्ट पनि बेच्देला होइन। त्यो हिसाबले 3टा कुरामा हाम्रो विरोध छ, टीका टिप्पणी छ। यहाँ सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु, धैर्य धारण गर्नुभएको छ। अब हामीलाई चाहिँ के पर्यो त भागमा भन्ने प्रश्न सोध्न खोजेको होला। अब हिजोको बजेट भाषणमा सबै कुरा भनेर साध्य हुँदैन, लाइन आइन्छ। उहाँले मेन कुराहरू भन्नुभएको छ, त्यसमा पानीको कुरा नि आयो। अघि भर्खर हाम्रो माननीय पूर्ण प्रसाद लिम्बुज्यूले भन्नुभयो अब जस कसले लिने है, जस सबैले लिँदा हुन्छ तर अलिक धेरै चाहिँ मलाई दिनु। किनभने सप्तकोशीबाट पानी ल्याउने एजेन्डा उहिलेदेखिको मेरो एजेन्डा। मेयर भइन्जेल पनि मैले थुप्रो धाएँ, ऋणबाट गर्न खोज्दै हुनुहुन्थ्यो। ऋणबाट हुँदैन, राष्ट्रिय बजेटबाट भन्नुपर्छ भनेर मैले अड्डी कसेर बसेँ। नत्र तपाईँहरूलाई 6 अर्ब जति ऋण मैले बोकाउँथेँ। मैले साइन गरिदिएको भए खतम, केही पनि गर्न सक्दैन। आन्दोलन गरेर के गर्छ र 1-2 दिन यसो कुरा गर्ने हो, केही पनि हुँदैन। तर विदेशी ऋण होइन, राष्ट्रिय बजेटबाट ल्याउनुपर्छ भन्ने अड्डी कसेर बस्छ होइन। बेला तपाईँको चाहिँ के अरे हाम्रो भेरेटारको वातावरण जस्तै हुन्छ बालनजी र मेरो। कहिले घाम लाग्छ, कहिले पानी परिरहेको छ, अहिले पानी परिरहेको छ होइन। घाम लागेको बेलामा हाम्रो पूर्ण सर लगायतका टिमहरू गएर पहिला उहाँ चाहिँ के अरे काठमाडौँको मेयर हुँदादेखिकै हो क्या म चाहिँ यो पानीमा लागेको छु यो त्यो भन्दाखेरि जायकातिर गएर लोनहरू के हेरिदिनु नि भन्ने खालको कुराहरू उसको चाहिँ कारिन्दा साथीहरूलाई पनि भन्थे। त्यसले गर्दाखेरि त्यो भिजन कसले ल्यायो होइन, त्यो योजना कसको हो भन्ने कुरा चाहिँ भिजन कसले ल्यायो होइन भन्ने कुरा हो। कस्तो हातबाट बजेट लेखियो भन्ने पनि महत्त्वपूर्ण त हुन्छ, तर भिजन कसले ल्यायो, मुद्दा कसको हो, कसको ताकेता हो, कसले तपाईँको चाहिँ सुझाव सल्लाह दिएर त्यो बजेटको ध्यानाकर्षण कहाँबाट भन्ने कुरा। जस्तै अन्त्यमा यहाँले त्यो हर्कबाद भन्ने किताब छ त्यहाँ है, डाक्टर मिश्रको लागि एकचोटि जोरदार ताली बजाउनु पर्छ। उहाँ जस्तो भनौँ न बिजी व्यस्त मान्छे पनि हाम्रो अभियान नै यो देशको अन्तिम अभियान, अन्तिम विकल्पको अभियान हो भन्ने हिसाबबाट उहाँले हामीलाई समर्थन गरिराख्नु भएको छ अन्तर्हृदयदेखि। र उहाँले चाहिँ के अरे यो किताब लेख्ने दुःख गर्नुभयो, उहाँको आएको शिरसम्म पनि पुग्नु भएको छ। काठमाडौँको एउटा प्रोफेसर जस्तो मान्छे होइन। हाम्रो पार्कहरू हेर्नु भएको छ, हामीले बनाएको साबुन फ्याक्ट्रीहरू हेर्नु भएको छ, हामीले बनाएका तपाईँको चाहिँ के अरे बेसार फ्याक्ट्रीहरू हेर्नु भएको छ। सम्पूर्ण ठाउँ बिरुवादेखि लिएर हरेक ठाउँमा पुगेर उहाँले यो रिसर्च गर्नुभएको र उहाँलाई सहयोग गर्नुहुने हाम्रा सम्पूर्ण साथीहरूलाई धन्यवाद दिन चाहन्छु। त्यसमध्ये मैले एकजना साथी विशन लिम्बू उहाँलाई पनि मैले यहाँ बोलाउन चाहेँ, स्टेजमा आउन चाहेँ, के अरे आउनलाई मैले अनुरोध गर्न चाहन्छु। विशन लिम्बू हुनुहुन्छ? ल यता आइदिनुहोस् होइन। उहाँले पार्कहरूतिर घुमाउनु हो उहाँलाई, मैले त्यो पत्र के अरे त्यो उसमा फोटो पनि देख्दै थिएँ होइन। उहाँ चाहिँ विशन लिम्बू हुनुहुन्छ। धेरै लामो समयदेखि हामीसँग सचेत धराने हुँदै हुँदै जोडिँदै आउनुभएको हाम्रो अत्यन्तै राम्रो श्रमदाता, उहाँलाई पनि हार्दिक धन्यवाद दिउँ। र उहाँलाई पनि धन्यवाद छ। तपाईँहरूले हाम्रो सदस्यता लिनुभएको छैन भने सदस्यता पनि लिनु होला। 100 रुपियाँ पर्छ क्या अरे। हाम्रो ब्याज आएको छ कि छैन, ब्याज पनि दिँदा हुन्छ, त्यो चिज पनि छ। र मैले अब अन्त्यमा के भन्न चाहेँ भने सबैजनालाई
सबैजनालाई मिडिया मार्फत हेर्नुहुने सबैजनालाई हार्दिक धन्यवाद। हामी शुद्ध मनले बुद्ध मनले अगाडि आएको मान्छे, बुद्ध मनले अगाडि आएको मान्छे भने किन धेरै बोलेको त पनि भन्नुहुन्छ। हामी के को लागि बोलिरहेछौँ, कसको लागि बोलेको? खेतीको लागि, जनताको शासनको लागि, सुशासनको लागि बोलेको है, त्यो हो। त्यसले गर्दाखेरि सबैलाई म धन्यवाद दिन चाहन्छु। शुद्ध र बुद्ध मनले सधैँभरि लागिरहँ। हाम्रो मनमा अनेकौं विकारहरू हुन्छ है। एउटा कुरा मैले सानो दोहोऱ्याएँ अन्त्यमा, हामी केटाकेटी जस्तो बन्नुपर्छ। केटाकेटीको मनमा न लोभ हुन्छ, न लालच हुन्छ, न त्योभन्दा म ठुलो हुँ भन्ने ईर्ष्या हुन्छ है। अनि अचम्म लाग्छ केटाकेटीले मलाई चाहिँ खुब मन पर्छ है। तपाईँहरूलाई मन पराउँछ? जब मान्छे हामी हुर्काउँदै जान्छौँ, फोहोरी बन्दै जान्छौँ। हाम्रो शरीरको फोहोर त साबुनले धुन्छौँ, तर मनको फोहोर धुन सकिँदैन। अनि त्यो मनको फोहोर यति खाटा बन्दै जान्छ, यति खाटा बन्दै जान्छ। त्यो मनको फोहोरले गर्दाखेरि हाम्रो अनुहार त सेतो गोरो राम्रो हुन्छ, तर हामी कालो देखिन्छौँ। त्यस्तो फोहोरी मन हामीमा नहोस्। सबैलाई म भन्न चाहन्छु, हामी चेली छौँ, यहाँ माइती छौँ होइन। चेली र माइतीको सम्बन्धलाई खै के भन्नेहरू हुनुहुन्छ। म तपाईँहरूलाई पनि भन्न चाहन्छु, तपाईँको घरमा पनि पक्कै चेली छ। तपाईँ आमाको कोखबाट जन्मिनु भएको हो। जहिले पनि महिलालाई चाहिँ खालि त्यही तपाईँको छैन होइन, नराम्रो नियतले, नराम्रो दृष्टिले मात्रै हेर्न छोडौँ हामीले है। त्यसो गर्नु हुँदैन। समला बहिनी हुनुहुन्छ यहाँ, खोइ कहाँ हो? यता आउनु, एउटा खदा लाएर सम्मान गर्नुपर्ने उहाँलाई है। मलाई त फरक पर्दैन, मैले त भने त मलाई त नि दिनमा 1000 होइन, 2000 होइन, 1 लाख होइन, 1 करोड होइन, 1 अर्ब गाली आउँदा पनि मलाई फरक पर्दैन। म त भर्तीमा पाकेर निस्किसकेँ नि होइन। के फरक पर्छ मलाई होइन? अरूले मरिजा भन्दा म मर्ने होइन। म त के को मुर्दाबाद, झन् साह्रो जिन्दाबाद। म चाहिँ जिउ छाडा हो होइन, अटेरी हो। त्यसले गर्दा मलाई त्यो गाली साली केही फरक पर्दैन। मलाई गाली गरेर तपाईँको वेस्ट नगर्नु पर्यो, अरू काम गर्नु। तर एउटा चेलीलाई होइन, समला साम्पान, ऊ पनि म पनि साम्पान। अस्ति तेर्खुङ्गाएर आएको हाम्रो, मैले फेरि त्यो अब गाजागुजुङ मिलाउनको लागि टेन्सनमा के होइन। निना सर हुनुहुन्थ्यो, दिनेशजी हुनुहुन्थ्यो होइन, दुईजनाले अगाडि राख्यो। समला पनि अस्ति समानुपातिको कारणले उता बाँधिराखेको होइन। अझै पनि सिधा अझै पनि कोल्टे पारेर हिँडिराखेको देख्दै अझै सिधा भइसकेको छैन होइन। उहाँलाई मैले चाहिँ नि होइन एउटा बहिनी सम्झेर पनि, गाउँको बहिनी हो। त्यसले गर्दाखेरि लु यता आऊ, ए समला नाम चाहिँ समली भनेको के हो के भने होइन। अब मैले तपाईँहरूलाई पनि नजिक आउनु भने नि, अघि नजिक बस्दा न्यानो भएन, न्यानो हुन्छ नि हो भने होइन। कहीँ एक लासमा 2जनाले मात्रै तपाईँको त्यो संवाद गऱ्यो भने आपत्ति जनाउनुहुन्छ। ग्रिन टी भनेको योभन्दा पनि ओपन ठाउँ हो, बाटो छ यताबाट तपाईँको होइन 3 मिटर परतिर। त्यो खालको अफवा नफैलाउनुहोस्। मैले भने मौरी हो तपाईँ या झिगा हो भन्ने कुरा त्यही हो। तपाईँ के लेख्नुहुन्छ, के बोल्नुहुन्छ, के गर्नुहुन्छ है। चोरले सबैले चोर जस्तै देख्छ अरे। ऊ आफू चोर छ अनि अब त्यसले पनि चोर छ होला, मैले त त्यो चोरेर आएको त्यसले चोर छ। हामी त्यस्तो होइन। यो कुरा बुझ्नको लागि के अरे म अनुरोध गर्न चाहन्छु यहाँहरू सबैजना है। यो बुझ्नका लागि पनि म अनुरोध गर्न चाहन्छु। एउटा चेली र माइतीको सम्बन्ध, आमा र छोराको सम्बन्ध होइन, हो कि नै? देवा र भाउजूको सम्बन्ध हुन्छ है, जेठाजु बुहारीको सम्बन्ध हुन्छ। अनि कस्तो मान्छेहरू खालि के भन्ने हो, त्यहाँ नभन्नु है। भन्नु त पर्थ्यो तर भन्दिनँ। भन्नु त म फेरि मुखैमा भनिदिन्छु नि, तर नभन्नु है। ल समला बहिनी
लाई पनि धन्यवाद दिँदै उहाँले पनि थुप्रै सहयोग हामीलाई गर्नुभएको छ। हामीले ताली बजाएर होइन, टेन्सन धेरै नलिनु। हर्क साम्बाङको बहिनी हो होइन, हर्क साम्बाङको बहिनी बन्नलाई चाहिँ हर्क साम्बाङ जस्तै अटेरी बन्नुपर्छ क्या, त्यो चिज पनि हो है, केही होइन। ल थ्याङ्क यू सो मच। ल त्यो चिज हो र अफवाह फैलाउनेहरूलाई हामीले साइबरमा पनि अब रिपोर्ट गर्छौँ होइन। त्यो पनि हामीले एउटा साइबरमा रिपोर्ट गर्ने डिपार्टमेन्ट नै एउटा बनाउनुपर्छ पार्टीमा जस्तो लाग्यो, वकिलहरूको होइन। अब हामी भ्याउँदैनौँ, वकिलहरूको होइन। अनि तर त्यसो गर्नु नपरोस्, चेतिहाल्नु भन्छु म चाहिँ है। झिगाबाट रूपान्तरण भएर मौरी बन्नुपर्छ, म यहाँहरूलाई त्यो भन्न चाहन्छु। र यति राम्रो भेला भयो हाम्रो, यति राम्रो तपाईँको चाहिँ संवाद भयो, यहाँहरू सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु। हाम्रो एकजना भाइ हुनुहुन्छ यहाँ, हामीलाई अत्यन्तै तपाईँको सहयोग गर्नुहुने भाइ, झन्डै मैले उहाँलाई छुटाएको छु। सुर्खेत जाँदा पनि एक दिन अगाडि गइराख्ने भाइ, चितवन जाँदा पनि एक दिन अगाडि गइराख्ने भाइ, ठुलो ठुलो ढुङ्गा बोकिराख्ने भाइ, हाम्रो मनिष लिम्बू धरान 17 नमुना बस्तीको भाइलाई पनि मैले यहाँ निम्तो गर्न चाहेँ। यहाँलाई पनि मैले धन्यवाद गरौँ होइन, हात मिलाएर टिका लगाइदिनु पर्ने भयो। ल यहाँहरू सबैजनालाई मैले धन्यवाद दिन चाहन्छु। सबैको तपाईँको चाहिँ के अरे सरसहयोगले गर्दाखेरि होइन, हामीले हाम्रो श्रमको अभियानलाई अगाडि लिएका छौँ। मैले फेरि पनि भने यहाँहरूलाई, सानो मन हामी गर्दैनौँ, सानो मन हामीले गर्नु हुँदैन। अब यहाँहरू सबैजनालाई मैले धन्यवाद दिँदै यो उपमेयरको विषयवस्तु पनि हामी छिट्टै टुङ्ग्याउँछौँ भन्दै यो चुनावमा होइन 100% तपाईँको एफर्ट दिएर तपाईँले अगाडि आउनुहुन्छ भन्दै होइन, कता भयो यसो भन्दै यहाँहरूबाट अहिलेलाई म बिदा हुन्छु। फेरि उता झापातिर जानुपर्ने छ। डटिरहनुपर्छ, खटिरहनुपर्छ है। यो देश बनाउने अभियानमा जुटिरहनुपर्छ। यहाँ सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। र मैले अहिले चाहिँ हाम्रो वडा अध्यक्षहरू र नगरका अध्यक्ष र सचिव हाम्रो धनबहादुरजी लगायतका मान्छेहरूलाई चाहिँ त्यहाँभित्र मैले फाल्टो ठाउँमा एकछिन भेट्न चाहेँ। वडाका अध्यक्षहरू, वडाका सचिव पनि हुन्छ हाम्रो पार्टीको है। ल आउनुभएको छ भने त्यहाँभित्र हामी भेटौँ होला। यहाँहरू सबैको शुभ दिन रहोस्। जय माटो जय देश।